अहिले तपाईँहरू त्यहाँ खोली भ्याउनु गएर फिल्डमा देख्नुहुन्छ त्यहीँ बताउँला। र अर्को छ सोभियत चिन्चेला खराने कलरको दुई जातको खरायो छ हामीसँग। हामी लुम्लेको अहिले यो कृषि क्षेत्रमा छौँ। यहाँ चाहिँ हामीले देख्न सक्छौँ यो चिया हो, चियाको बगान छ यहाँ। यहाँ चाहिँ हेलिप्याड्स राखिएको छ। यहाँ दुई जातको चिया छ भन्ने कुरा हाम्रो म्यामले चाहिँ यहाँ क्लास लिँदै हुनुहुन्छ। हाम्रो सबै कृषकहरू र हाम्रो सबै प्रतिनिधिहरू यहाँ चाहिँ क्लास लिँदै हुनुहुन्छ उहाँहरूले। रायो अनि मनोकामना रायोका जातहरू प्रशस्तै अनि त्यसमा गएर हामीसँग यता यो किवी छ फलमा अनि यहाँ घुम्ने छौँ अहिले हामी। यहाँ तलतिर किवीहरू लगाउनु भएको रहेछ। यो तलतिर पनि रहेछ किवीहरू हैन। अझै धेरै ठुलो ठाउँ छ यो भनिहाल्नुभयो म्यामले। यो चाहिँ पहिला ब्रिटिसले चाहिँ यहाँ चाहिँ यो स्थापना गरेको भन्ने कुरा भन्नुभयो। ब्रिटिसले चलाएको ठाउँ रहेछ यो चाहिँ। अब लुम्ले क्षेत्रमा पर्छ यो पोखराको। हामी चाहिँ आज यो अनुगमन कृषिबाट पञ्चपुरी नगरपालिका वडा नम्बर 3 को लाभांश कृषि तथा स्वास्थ्य शिक्षाबाट आउनुभएको छ सबैजना। र हाम्रो यहाँ चाहिँ मौसमको यो अनुसन्धानको लागि म्यामले भन्दै हुनुहुन्छ। हावा मात्रै मापदण्ड गरेर हावाको माप बताएको छ है। यो चाहिँ चलिरहेको छ यहाँ। यो त्यो हावा मात्रै नाप्ने हो। यसले चाहिँ यहाँ एउटा पेपर देख्नुभयो, यो पेपरको नाम हो सनसाइन पेपर हो यो। यसले लुम्लेमा आज कति घन्टा घाम लाग्यो भनेर देखाउँछ। हामीले प्रत्येक दिन यसलाई झिक्छौँ राख्छौँ। महिना 3 प्रकारको महिना हुन्छ होइन, लामो महिना दिनहरू, छोटो दिनहरू र ठिक्क मध्यम दिनहरू। यो पेपर त्यही अनुसारको आउँछ, 3टा आउँछ। प्रत्येक दिन झिक्छौँ राख्छौँ। घाम पर्ने बेलामा राखिन्छ बिहान 7 बजे अनि बेलुका पछि घाम अस्ताइसकेपछि झिक्छौँ। यहाँ घन्टा बाहिर छ ऊ देख्नु भएको अक्षर डाइरेक्ट प्रकाश परेपछि त्यो अक्षर पुरै डढाइदिन्छ अनि देखिन्छ कति घन्टा घाम लाग्यो भनेर है। ल अगाडि बढौँ। अब सबै अवलोकन गरौँ हाम्रा त्यसमा छ, त्यसमा कति घन्टा अलिक छिटै आउनु है, कति घन्टा अहिले खिच्नु है तपाईँहरू छिटो आजको तापक्रम कति समुद्री सतह बाहिरको तापक्रम कति छ भनेर तापक्रम नापिरहेछ। यो तापक्रम नाप्ने यन्त्र रहेछ। राख्दाखेरि त्यसको त्यही अनुसारको कोही धेरै लामो गाडिएको छ, कोही थोरै यसरी राख्दा त्यसरी नै गाडिन्छ र त्यसले माटोभित्रको तापक्रम नापेको छ र यो 673 को पिएच पनि नाप्ने काम गरेको छ है त्यहाँ। यसले नाम हैन हजुर। र अर्को छ यहाँ लुम्लेमा पानी धेरै पर्ने भन्यो नि हामीले। पानी धेरै परेपछि के हुन्छ, पानी नाप्ने यन्त्र गेन गर्छ। यो पानी नाप्ने यन्त्र हो। उता छ पानी कति पर्यो भनेर नाप्ने। यो ढुङ्ग्रोभित्र परेको पानी त्यहाँभित्र अर्को ढुङ्ग्रो पनि छ, त्यो मिलिमिटरले नापिन्छ स्केलको सहायताले। ऊ त्यो माउरीको उसमा जस्तोमा स्केल छ अनि त्यो ढुङ्ग्रोमा पानी राख्दै हामीले के गर्छौँ त्यसको रेकर्ड लिँदै गर्छौँ। हाम्रो अफिसको नक्सा हो है यो। अहिले तपाईँहरू यस्तो नक्सामा हिँडिरहनु भयो, यस्तो नक्सा हाम्रो हो यो अफिसको। गेटबाट छिरेदेखिको नक्सा नामकरण र अहिले मैले बताएको यो हाम्रो प्रत्येक दिनको मौसम र
तापक्रम अधिकतम तापक्रम न्यूनतम वर्षाकेर चाहिँ हिजो 0। यो हिजोको म्याम होइन हजुर ए आजको चाहिँ बाँकी रहन्छ उताबाट जाँदा उताको देखिन्छ नबुझेको चाहिँ सोध्नु होला है भुइँ यो भुइँ स्याउ हो यो भुइँमा फल्ने स्याउहरू होइन हुन्छ यहाँ यहाँ सागहरू छ यहाँ लोकल काँक्रो हो है यो यो भक्तपुरे लोकल काँक्रो भइरहेको छ टर्नेलमा आरु पोखरा यस्तो फलिरहेको छ यो हाम्रो आउँदै हुनुहुन्छ सबैजना यो चाहिँ आरु पोखरा हो यो फलिरहेछ लटरम्मै छ हामी चाहिँ अवलोकनमै फल्दो रहेछ कि यो त फल चाहिँ फलिरहेको छ यो धेरै नै रहेछ आरु पोखरा चाहिँ पाकिरहेको पनि अवस्था छ यो चाहिँ जे होस् अघि भनिहाल्नुभयो 67 हेक्टरको जमिनमा यहाँ चाहिँ कृषि खेती भइरहेको छ यो चाहिँ के रहेछ यो वाली भन्ने रहेछ यो फुलको जात हो भन्ने कुरा छ है अब हामी चाहिँ अगाडि बढ्दैछौँ यहाँ चाहिँ गेमको लागि भलिबलको सेटअप छ त्यो छ यो हाम्रो यहाँबाट अगाडि काकाले पुरा आँसी उदाइरहनु होस् गरौँ है होस् गरौँ यहाँ चाहिँ हाम्रो जुगुनी फर्सी रहेछ यहाँ जुगुनी फर्सी हाम्रो नेपालमा हाम्रो पञ्चपुरी तीरमा पनि यस्तै गरी पर्याप्त मात्रामा पानी भयो भने पानी जमिन पनि राम्रै छ पानी भयो भने जस हामी पनि यो जनताले पनि यस्तै खेती गर्न पाए राम्रो हुन्थ्यो भन्ने लागिरहेछ हामीले अरू कोर चाहियो भने कहाँ भन्नु यहाँबाट तल नजानु 20 रुपैयाँ अफर हाम्रो यहाँ चाहिँ प्याज स्टकमा राख्नु भएको रहेछ ल ल ल गो फास्ट आउनु भयो 47 ओखरको बुटा यहाँ चाहिँ ओखर चाहिँ फलिरहेको छ ओखरको फलहरू यो यसो सर हेर्नु फलहरू फलिरहेको छ अनि यतापट्टि कागती रहेछ कागती छ हैन यहाँ चाहिँ अब न गाइज ओखर गाइज
ओखर पोखर गाई यो ओखर यहाँ गाई, चाहिँ ओखर दाँते गाई। ओखर ओखर गाई दाँते ओखर रहेछ यहाँ चाहिँ होइन? हुँदैन के यो दाँते ओखर हाम्रोतिर नकिने हुन्छ अथवा हुँदैन हामी टर्नेलभित्र जाने हामीलाई कुनै छैन हामी चाहिँ यसो ल हल्का जानेको त यहाँ चाहिँ बिरुवाहरू नर्सरी छ होइन यो धेरै उयोहरू छ कागतीको बेर्नाहरू रहेछ राम्रो ए यो सुन्तला हो यो वन सुन्तला के यो तिनपाते ए यसको जरा अनि यसको जरामा सुन्तलाको टुप्पा घाँगा गाँच्छ ए यसलाई चाहिँ फेरि पछि कलम गर्ने ए केको ठिक छ जरा ठिक छ ठिक छ यसको जरामा यो यसको टुप जरामा सुन्तला जोड्ने ए सुन्तला जोड्ने ठिक 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 यो सुन्तलाको तिनपाते भन्ने रहेछ ए वन सुन्तला भन्ने रहेछ यो चाहिँ यसलाई चाहिँ पछि कलम गरेर घर सुन्तला बनाउने होला सर होइन ठिक छ यो फुलै हो यो फुल यो के भन्छ यसलाई खै फुलहरू रहेछ यहाँ चाहिँ यो सयपत्री फुल सयपत्री फुल हो भाउजू मैले बन्द ब्रिटिसै बेलामा भने होला बत्तीबाट अन्डालाई तताएर ए ह्याचरी ठिक ठिक कुखुरा छैन अहिले हो यो चाहिँ ब्रिटिसकै पालामा बनेका घरहरू हुन् सबै है ए यो यस्तो संरचनाहरू छ भाइ होइन हाम्रो हेर्नुहोस् यो यस्तो छ यो बाटो पनि बिउमा जाने बिउमै गयो गरे अहिले जस्तै कलमेहरू के होला सरकार क्या त ऊ फलफुलको फलफुलमा सुन्तला कागती पसल बिजु बेर्ना सुन्तलाको कागतहरू बिजु अनि दाँते ओखरहरू पनि छ क्या अनि हामीसँग आँपहरू हुँदैन सुन्तलाको बेर्ना हुन्छ सुन्तला फल्दैन सुन्तला हुँदैन म्याडम है एमा सुन्तला हुँदैन यो ठाउँमा ए बिरुवा चाहिँ र यता छ हाम्रो यो ल जाउँ है हामी अब यता आउनुहोस् यहाँ जापानी धुपी खोला रहेछ यहाँ चाहिँ होइन हाम्रो लागेर अब यस्तो यो पहिल्यै ब्रिटिसको पालामा बनेको यो संरचनाहरू यहाँ चाहिँ यो सायद यो यहाँ पाइप देखिरहेको छु मैले यो कुन पाइप हो यो चाहिँ है माथिबाट केही न केही ल यो हेर्नुभयो नि यो कुन धुपी सल्लो रहेछ भन्ने कुरा हेर्नु यता हेर्नुहोस् यहाँ हामीले दिन्छौँ भनेर पाइँदैन क्या ए ठिक छ सिस्टम छ यो जाँदाखेरि यो यहाँबाट खरायो लगेपछि फेरि हामीहरूले यसलाई कार्टुनमा जति नै लानुहुन्छ हैदराबादसम्म लानुहुन्छ त्यो लानुभयो 9-10 जोडी मरे छैन हामी गाडीमा छौँ त्यो गाडीमा कुल्लियामा र खाना खाने के हुन्छ गाडीभित्रै अब हामी त मुस्ताङ जान्छ मुस्ताङ त फर्किने ए लैजाने कि भन्ने कुरा छ एक जोडी यो 5 किलोसम्म हुन्छ भनेपछि हामी त्यहाँ लगेर त्यहाँबाट उत्पादन गरेर फेरि पछि बिक्री वितरण गर्न सकियो ए
मकै डोबेको चाहिँ गर्छले ए अब यहाँ गोडेको होइन यहाँ के हुन्छ भन्नुहुन्छ भने मकै लासी बाँदरले खाइदिन्छ पैसा आएर खाने त्यो पछि छ उहाँ मुरली मकै हो त्यो मुरली मकै लगाएको 20 दिनमा यहाँ लगाउनु भयो अब यहाँ लगाइसकेपछि त्यो प्लास्टिक ठाउँमा लाउनु भयो अब त प्लास्टिक लगाएको ठाउँमा यत्रै भइसकेपछि फेरि यतापट्टिको बाँझोमा लगाउनुहुन्छ अब गर्नुहुन्छ यो बिरुवालाई सारिरहनु पर्ने रहेछ होइन यसलाई सारिराख्नु पर्ने रहेछ बाँदरको डरले अथवा ए यो यस्तो छ पानी ट्याङ्की हो म्याडम यो ए यो नयाँ भनेको यो यहाँ चाहिँ यो के अरे डौडे भन्छ कि त्यहाँबाट जानु हो नि सेलो आउँछ हामी चाहिँ भेडा फर्ममा अहिले भेडाको मल रहेछ यो चाहिँ मल यहाँबाट ओहो चाहिँ भेडाहरू रहेछ यहाँ चाहिँ कुखुराहरू छ भेडाको फार्म हो यहाँभित्र पनि भेडाहरू छ वाला लामपुचरी वाला रहेछ ठिक छैन यो सरैमा हुने अब सिजनमा खुवाउनलाई बनाइने हामीले खाने जस्तै गुन्द्रुक हो है ए घाँसको लागि तरिकाले बुझ्दाखेरि र यो खाडा हाम्रो 4-5 चेपेर राख्नु छ यो वरि हामीले तीनटा छन् हामीले उतानी बनाउँछौँ यतालाई यता बनाउँछौँ यो चाहिँ हाम्रो पुरै सफा गर्नुपर्छ सफा गरिसकेपछि सेतो प्लास्टिक बिछ्याउनुपर्छ यहाँ तल त बिछ्याएर यहाँसम्म आउनुपर्छ अनि हामीले यो मकै जुन मकै देख्नुभयो अनि मकै चरी छरेको देख्नुभयो त्यो मकै भाजिसकेपछि मकै चरी अनि हाम्रो यो नेपियर सेटरिया घाँसहरूलाई यस्तै घाम लागेको बेलामा ल्याएर यहाँ राख्छौँ अनि काट्छौँ मेसिनको सहायताले 4 इन्चको बनाएर काट्छौँ यत्रै बनाएर काट्दैले यो टुक्रा त्यही हो कि र यसलाई हाम्रो चिस्यान 75% चिस्यान भयो पुग्छ है यो 75% सुक्खा भयो भने हुन्छ 25% चिस्यान भयो भने हुन्छ यो र यसलाई हामीले काट्दै प्लास्टिक तन्काउँदै खाँदै प्लास्टिक तन्काउँदै खाँदै गर्छौँ खाजिसकेपछि हामीले यसलाई अझ खाना स्वादिलो बनाउनुको लागि के गर्छौँ मोलासेस भन्ने थाहा छ हजुरहरूलाई मोलासेस नभए भेली पनि नभए चिनी हामीले यहाँ यसलाई 20 केजी राख्छौँ 20 केजी राख्छौँ 4 यति भएपछि 4 तको उसमा हजारीको सहायताले पानीमा घोलेर राख्छौँ र अनि प्लास्टिकले माथिबाट घपक्क ढाकेर गोबर माटोले लिप्छौँ अनि हाम्रो यो जाडोको समयमा पर्छ असुरो बनाउँछौँ जाडोको समयमा पर्यो भने लगभग हाम्रो यो 45 दिनमा तयार हुन्छ गर्मी ठाउँमा 1 महिनामा तयार हुन्छ हामीले चाहिँ यसलाई अनि के गर्छौँ अहिले फागुनमा खोलेर खुवाएको हो यो फागुन चैत वैशाखसम्म यसले काम गर्यो यो अहिले चाहिँ यो भिजाउनु भएको के गर्नु भयो अहिले चाहिँ केही छैन निकालेर भइसक्यो यो यो भिजाउनको लागि पहिला यहाँ प्रयोग गर्ने कि पहिला यो उहाँले भनिसक्नु भयो यसलाई चाहिँ साइलेज बनाउने हो यो त्यो भिजाउनु परेन थैलोमा खाट्ने सफा गरेर सेतो प्लास्टिक हालेर गुन्द्रुक बनाउने हुन्छ भिडियोमा यसलाई चाहिँ गुन्द्रुक भनिन्छ मेल जति देख्छ हजुर यो पारकोटे भैँसी हो है यो हजुर पारकोटे यो पारकोटे भैँसी हो है यो हाम्रोतिर हुन्छ नि मेरो यो चाहिँ हाम्रो बेकारी रहेछ कि हाम्रोतिर हुनु सुन्नुभयो नि के भैँसी हो भनेर पारकोटे भैँसी के भैँसी अरे पारकोटे पारकोटे यो चाहिँ पहाडतिरै हुने भैँसी हो कि जस्तो लागिरहेको छ
दाहिने कानमा ट्याग लगाएको मेरो एउटामा ट्याग लगाएको ए ल यसरी ल हेर्नुहोस् यहाँ चाहिँ अब हाम्रो काम गर्ने मान्छे हुनुहुन्छ यहाँ चाहिँ एकदमै हाम्रो टोलीहरू अवलोकनमा हिँडिरहेको छ मेलहरू त्यहाँ ल यस्तो छ होइन अब यहाँदेखि यो नाली हुँदै पिसाब यहाँ सङ्कलन भएको छ र यही पिसाबलाई खेतीमा प्रयोजन गरिएको छ यो चाहिँ भैँसीको पिसाब हो अब हामी अगाडि बढ्दैछौँ ए हो हजुर हजुर यहाँ यो चाहिँ अब हजुरहरू बिउ उत्पादन गर्नुहुन्छ यहाँ अहिले चाहिँ हजुर हजुर अनि त्यो 300-400 जातको लगाएदेखि चाहिँ हामीले सबै डाटा लिन्छ ए हजुर अनि कुन राम्रो भयो कुन खाना मिठो भयो कुन धेरै फलो कुन पिठो पर्यो भनेर अनि बल्ल सरहरूले सिफारिस गरेपछि अनि तल पठाएपछि नाम राख्नुहुन्छ नि त्यही जातको गहुँहरू किसानलाई दिनुहुन्छ किसान केन्द्र छ भन्ने कुरा थियो किसान अघि उहाँ आरु पोखरा थियो नि त्यहाँभन्दा ठ्याक्कै यतापट्टि ढोका थियो त्यही छ कि त्यहाँ त्यति बेला त्यहाँ हतार भयो चाहिँ काम बाँड्ने बेला भयो त्यही भएर यो अब यहाँ चाहिँ धान खेती हुन्छ यस्तो ठाउँ छ पहाड अहिले चाहिँ सकिन्छ अहिले छैन मान्छेको अब हामी यता टर्नेल यता चाहिँ अब गहुँ मकै नै भयो यो चाहिँ हाम्रो अब किबी लाउनुलाई हाइटेक बनाउनु भएको है ए किबीको लागि मैम होइन ठिक ठिक यता चाहिँ फेरि यो मकै बल्ल देख्नुभयो नि मकैको दृश्य छ हजुर हजुर राख्न लाग्छ अनि त्यहाँ अनि यहाँ अब यो यतिको भएपछि बल्ल यहाँ ए यो चाहिँ फेरि निकालेर यो यसमा मल उत्पादनको लागि मल यो के गरेको म्याम यो डिफ्युजको ए यसलाई ए ल्याएर राख्नुभएको ठिक ठिक पोका परेको भएर किन फालम भनेर यहाँ ए यसमा मिसाएर बारीको लागि यो चाहिँ डिपी डल्ला परेको नै बनाउने कि यसमा किवीको अनि फललाई उत्पादन गर्ने न बुटा लगाउने त्यो बुटा लगाइसकेपछि त्यो त धेरै वर्ष टिक्छ नि त त्यो एकचोटिलाई मात्रै हुँदैन थियो यहाँ चाहिँ टमाटर खेती भइरहेछ